हेलो गाइस, हामी आज सिराइटो फलमा आइराखेको छौँ। अब भिडियो बनाउँछौँ। अब भिडियो आज हामी यसो जङ्गल सफारीमा आएको छौँ। 2-4टा बाँदरहरू भेट्यो भने बाँदरहरू लैजानुपर्छ। त्यो एउटा कुदिरहेको छ अघि। हामी यहाँ सिराइटो फल्स भन्ने ठाउँमा आएको। बुनु कहाँ आएको? हिँड कान्छ छिटो लयरमा सिराइटो फल्समा कति गजबको ठाउँ रहेछ। यता जहिले उताबाट मात्रै हेरिन्थ्यो। त कहाँबाट उडेको ए? उडी माटे यो सिराइटो फल्स भन्ने ठाउँ हो। हामी यो पसलमा के राम्रो कुरा रहेछ। जापानको लुगा पनि रहेछ अनि लुगा धेरै भएको रहेछ। जापानको नक्सा भएको लुगा पनि रहेछ अनि यति लुगा रहेछ अनि मान्छे पनि धेरै थियो। हामीहरू चाहिँ हिँडिराखेको छौँ। लुगा बेबीहरूको लुगा अनि कति सामानहरू रहेछ। अनि त्यसपछि यो ठाउँको पसलमा पनि धेरै खानेकुरा लुगाहरू रहेछ अनि पिकाचु फुलहरू भएको जस्तो छ। यसमा चाहिँ रुख जस्तो पनि छ अनि म्याप पनि रहेछ। हामी झरनामा चाहिँ गइसक्यौँ अनि बाटो पनि राम्रै बाटो रहेछ अनि झरनाको माथितिर पुलहरू पनि रहेछ अनि फुल घाँस त्यस्तो पनि रहेछ अनि पुटोली पनि रमाइलो पुटोली पनि
उडेर धेरै देख्यो पुतलीलाई पनि। अनि त्यसपछि जापानको भगवानहरूको मूर्ति पनि देख्यो। अनि त्यसपछि बाटोमा हिँड्दैछ अनि हिँड्दा पालहरू पनि बाटोमा भेटिन्छ। उकालो बाटो ओह्रालो बाटो सबै भेटेको छ। अनि त्यसपछि घरहरू पनि देख्यो। ढुङ्गा घरहरू पनि देख्यो। फुल पनि कति छ। अनि ढुङ्गा झरना सबै त रमाइलो ठाउँ छ। फुलहरू पनि छ। आसागाओ भन्ने जापानिज भाषामा भएको फुल छ। अनि त्यो आसागाओ भन्ने फुल चाहिँ बिहान मर्रै फुल्छ। बिहान मर्रै फुल्छ। दिउँसो चाहिँ कहिलेकाहीँ मर्रै फुल्छ। अनि के यस्तो घाँसहरू पनि छ। अनि घाँसमा फुल्ने ठाउँ पनि छ। अनि रुखहरू पनि कति धेरै छ। घर जस्तो पसल पनि छ। अनि बाटोहरू पनि धेरै छ। अनि यस्तो राम्रो राम्रो घर जस्तो पसलहरू छ। अनि पसल पनि 3-4 वटा छ। अनि फोटोहरू पनि के रहेछ पसलमा। अनि ढुङ्गाहरू पनि कति छ। चौर जस्तो ठाउँ पनि छ। चौर जस्तो ठाउँ यस्तो रहेछ। अनि पानी जम्मा हुने ठाउँ पनि छ। अनि भेन्डिङ मेसिनहरू पनि कति छ। अनि भर्याङहरू पनि कति देखेँ। अनि त्यसपछि तलबाट देखाउँदाखेरि पसलको छायाहरू छ। छाया अनि चराहरू पनि उडिराखेको छ। ल अब अफ गर्दै हामीले झरना हेऱ्यौँ। अब अर्को झरनामा जान्छौँ। उक्लिँदैछौँ। अब पसल जस्तै ठाउँमा पुग्छौँ। सब्सक्राइबहरू पनि गर्नु। लाइक सब्सक्राइब गर्नु। आफ्नो अनुहार देखाएर माथिबाट आफूलाई देखाएर हो। उक्ली केही भन। अनि हामी अहिले हिँड्दैछौँ। भिडियोहरू पनि बनाउँदैछ। अब म क्यामेरा ब्याक गर्छु कसरी उल्टोमा।